यो भिडियोमा चाहिँ हामी रिलेसनले रिप्रेजेन्ट गर्ने तरिकाहरूको बारेमा स्टडी गर्छौं है। अब सानो क्लासहरुमा 8 9 10 मा अप्सनल म्याथमा इभन क्लास 11 मा पनि होला तिमीहरुले एरो डायग्राम्स बाट गरिसक्यो, एरो डायग्राम्स गरेर गरिसक्यो हैन, अनि ग्राफ्स बाट गरिसक्यो है। ग्राफ्स भनेर हामीले गर्न लागेको ग्राफ थ्योरी हैन, क्याल्कुलस पाउने ग्राफ जस्तै यो यस्तो खाली ग्राफहरु है। x y जस्तै 1 1 1 3 अनि सरी 1 3 भनेको त यता होला 1 3 यसरी चाहिँ प्लट गर्दै गर्दै पोइन्टहरु प्लट गरेर रिप्रेजेन्ट गर्ने यस्तो ग्राफहरु गरे। यो सानो क्लासमा गर्यो। अब हामीले के गर्छौं त दुईटा मेथडबाट गर्छौं। जस्तै एउटा भयो युजिङ डायग्राफ्स, डायग्राफ्स भनेको डिरेक्टेड ग्राफ्स है। डायग्राफ्स भनेर लेख्दै पनि हुन्छ। डायग्राफ भनेको के हो त्यो म अर्को भिडियोमा एक्सप्लेन गर्छु, त्यो ग्राफ थ्योरी गर्दाखेरि नै। युजिङ डायग्राफ्स है, डायग्राफ्स भनेको डिरेक्टेड ग्राफ्स। अब यो ग्राफ चाहिँ के हो त, यो फंक्सनको ग्राफ अथवा यो प्लट गरेर निस्केको यो यस्तो खाली ग्राफ भन्न खोजे हैन, यस्तो खाली ग्राफ भन्न खोजे हैन। यो ग्राफ भनेको ग्राफ थ्योरीको ग्राफ हो यो है, क्याल्कुलस टाइपको ग्राफ हैन यो। त्यति बुझौँ न अहिले एकदम क्रुडले बुझ्दाखेरि। अनि अर्को चाहिँ के छ त, युजिङ 0 1 मैट्रिक्स अथवा बुलियन मैट्रिक्स, युजिङ बुलियन मैट्रिक्स है त। अब यसको लागि के भयो त, a क्रस b को एउटा नन एम्प्टी रिलेसन चाहियो हैन, नन एम्प्टी रिलेसन चाहियो। यदि x y भन्ने चाहिँ नि कहाँ छ त, r मा पर्छ भने हामीले के गर्नु पर्यो, x र y लाई x बाट y सम्म जाने यस्तो डिरेक्टेड लाइनले जोइन गर्नु पर्यो है त। यदि r मा पर्छ भने डिरेक्टेड ग्राफबाट चाहिँ नि रिलेसन r लाई रिप्रेजेन्ट गर्ने भए जतिवटा पोइन्ट छ सबैको लागि के गर्नु पर्यो, यसरी गर्नु पर्यो। यो फाइनाइट को लागि है, फाइनाइट रिलेसन जस्तै फाइनाइट सेटहरुको रिलेसनको लागि चाहिँ यो मिल्छ। इन्फाइनाइट वटा सेटको छ भने यो ग्राफ यो मैट्रिक्स बनाइराख्न अलि पोसिबल हुँदैन। अब के भयो भन्दाखेरि अब बुलियन मैट्रिक्सको लागि चाहिँ के गर्ने र, बुलियन मैट्रिक्सको लागि चाहिँ हामीले के गर्नु पर्यो त, यहाँ मैट्रिक्स m लेख्दियौं, m को एलिमेन्ट m i j गरेर लेख्दियौं। यो भनेको m by n मैट्रिक्स हुनु पर्यो है, m by n मैट्रिक्स हुनु पर्यो। यहाँ a भनेको कस्तो छ त, a भनेको a1 a2 गर्दै गर्दै am सम्म छ रे, अनि b भनेको b1 b2 गर्दै गर्दै bn सम्म छ रे, bn सम्म छ रे है। m र n भने नेचुरल नम्बर, यो फाइनाइट रिलेसनको लागि मात्र हो है यो रिप्रेजेन्टेसन। अनि के हुन्छ भन्दाखेरि यता हेर, अब कार्टेशियन प्रोडक्टमा त ai bj हरु पर्छ हो कि हैन, ai bj टाइपकोहरु पर्छ। यो i भनेको 1 देखि m सम्म, i भनेको कति खै, यो भनेको 1 देखि m सम्म, यो bj भनेको के भयो त 1 देखि n सम्म, j bj हैन सरी, j चाहिँ 1 देखि n सम्म है त, j चाहिँ 1 देखि n सम्म। अनि हामीले रिलेसन के लिइरा छौं, रिलेसन के लिइरा छौं त a क्रस b को सबसेट लिइरा छौं है, a क्रस b को सबसेट लिइरा छौं। अनि यो mij भनेको कस्तो त हेर, mij भनेको के गर्ने त, यो कि त 1 हुन्छ कि 0 हुन्छ। बुलियन मैट्रिक्स भनेको 0 र 1 हुने मैट्रिक्स, कि 1 हुन्छ कि 0 हुन्छ है। अनि 1 कतिखेर, इफ ai, bj belongs to r, अनि 0 कतिखेर, इफ ai bj does not belong to r। यस्तो गरेर गर्नु पर्यो है त। अब यता हेर ai bj भनेको यो i1 देखि m 1 देखि n, यो कार्टेशियन प्रोडक्टमा त सधैं पर्छ, यिनीहरु अलवेज इन द कार्टेशियन प्रोडक्ट बिलोंग्स टु a क्रस b त हुनै पर्छ। तर सबसेट लिइसकेपछि r मा पर्न पनि सक्छ नपर्न पनि सक्छ है। पर्यो भने चाहिँ के गर्ने, पर्यो भने mij 1 लिने,
परेन भने MI चाहिँ 0 लिने त्यति हो है बाबु बस बस ज्ञानी भएर बस ल पछि 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 गर ल पछि आएको पछि यहाँ भिडियो बनाइरहेको छु नकर है बाबु है ज्ञानी है मेरो बाबु ल नकर है एकछिन बक्ने यहाँ सकिहाल्यो है सकिनु त के सकिहाल्यो थाहा हुनु पर्यो नि अब यहाँ हेरौँ एउटा एक्जाम्पल हेरौँ है जस्तै A क्रस B सरी A भनेको चाहिँ कति छ त A भनेको मसँग ABC छ रे B भनेको मसँग के छ XY छ रे अब रिलेसन मैले के लिए त यता हेरौँ है रिलेसन मैले एउटा R भन्ने रिलेसन के लिए AX BX अनि BY भन्ने अनि पछि CY भन्ने मैले लिए अरे है AX BX BY CY भन्ने मैले रिलेसन लिए र AX भनेको पनि यो A क्रस B निकालेर हेर्नु A क्रस B निकाल्यो भने के हुन्छ A सँग XY B सँग XY अनि C सँग XY यस्तो भयो सबै यो A क्रस B मा पढिरहेछ अरे के अरे परिरहेछ है अब यसलाई डायग्राफबाट कसरी हेर यहाँ यता हेर A र B मा भएको डिस्टिंक्ट भर्टेक्सहरु नि लेख्दिने जस्तै A भन्ने डिस्टिंक्ट छ B भन्ने डिस्टिंक्ट छ C भन्ने डिस्टिंक्ट छ अनि X भन्ने डिस्टिंक्ट छ यहाँबाट अनि Y भन्ने डिस्टिंक्ट छ है अब कहाँबाट कहाँ जान्छ हेर रिलेसनमा हेर AX भन्ने छ भनेपछि A बाट X मा यसरी डिरेक्टेड लाइनबाट जोइन गर्ने त्यसरी नै B बाट X मा पनि यसरी डिरेक्टेड लाइनबाट जोइन गर्यो त्यसरी नै B बाट Y मा पनि यसरी डिरेक्टेड लाइनबाट जोइन गर्यो C बाट Y मा पनि के गर्यो त डिरेक्टेड लाइनबाट जोइन गर्यो यति गर्ने हो है त हामीले यति गर्ने हो अब मैट्रिक्स बनाउनु पर्यो भने कस्तो त हेर मैट्रिक्स बनाउनु पर्यो भने यसलाई के गर्ने त यहाँ हेरौं हामीसँग A मा के छ A मा भएको भर्टेक्सहरु यसरी लेख्ने A B C है अनि यो भनेको A को भर्टेक्सहरु यो भर्टेक्स के A को एलिमेन्टहरु यहाँ A को एलिमेन्टहरु अनि B को एलिमेन्टहरु कहाँ राख्ने त B को एलिमेन्टहरु यहाँ राख्ने X र Y यहाँ राख्ने है कति भयो त 3/2 मैट्रिक्स भयो कि भएन हेर त यो तीनटा छ यहाँ दुईटा छ A1 A2 A3 B1 B2 m/n भनेको 3/2 मिलिहाल्यो अब हेर AX भनेको हाम्रो रिलेसनमा परिरहेछ कि छैन रिलेसनमा परिरहेछ नि परिरहेछ है परिरहेछ भने AX भनेको परिरहेछ 1 गर्दियौ AY परेको छ र AY कतै परेछ र AY परेछ नि यहाँ 0 गर्दियौ BX परेको छ BX परेछ 1 BY परेको छ BY पनि 1 CX परेको छ CX परेको छैन 0 अनि CY परेछ CY परेको छ त्यही भएर 1 यो चाहिँ के भयो त मैट्रिक्स रिप्रेजेन्टेसन अफ रिलेसन R भनेर भन्नु पर्यो है यो बुझाउनलाई यति सानो एक्जाम्पल लिएको हो अब एकचोटी बुकमा जाम है बुकको एक्सरसाइज तिर जाम जस्तै यो फर्स्ट एक्सरसाइज अफ च्याप्टर 6 मा जाम हामीलाई के भनेछ हेर त जस्तै कुन क्वेशन गरौँ भन्दा क्वेशन नम्बर 6 मा जाम न ल क्वेशन नम्बर 6 मा के भनेको छ A भनेको कस्तो दियो हामीलाई A भनेको 1 2 3 4 5 अनि 6 भन्यो R भनेको कति भन्यो त R भनेको के भन्यो रिलेसन अन A भनेर भन्दियो रिलेसन अन A भन्यो रिलेसन अन A भन्नुको मतलब के हो R is a subset of A cross A है त A cross A भयो अब यहाँ र B र A सेम भयो भनेपछि यो यता हेरौँ त A भनेको कति भयो
1 2 अहिले एकछिनमा भन्छु ए भने के भयो भनेर अनि पछि r भनेको के लेख भनेको छ त r भनेको x y such that x belongs to a y belongs to a यो त कार्टेशियन प्रोडक्ट को डेफिनेसन भइहाल्यो अनि पछि अर्को के भनेको छ a divides b अरे अब यसको के निकाल त यसको डायग्राफ निकाल डायग्राफ रिप्रेजेन्टेसन निकाल अनि बुलियन मैट्रिक्स रिप्रेजेन्टेसन निकाल यस्तो भन्यो बुलियन मैट्रिक्स रिप्रेजेन्टेसन निकाल दुई थरी कुरा भन्यो यसको लागि पहिला सुरु हेरौं त यो रिलेसन लेख्नु पर्यो नि है यो त डायग्राफलाई भन्नु पर्ने चीज हो म अहिले एकछिनमा भन्छु यो खै यो अहिले एकछिनमा भनौं ल रिलेसन लेख्ने भए के हुन्छ हेर त पहिला सुरु यो 1 लिम यो 1 लिम है 1 ले के लाई डिवाइड गर्छ हेर a डिवाइड्स b भनेपछि 1 ले 1 लाई पनि डिवाइड गर्छ 2 3 4 5 6 सबैलाई डिवाइड गर्छ 1 बाट सबैलाई डिवाइड गर्छ भनेपछि 1 3 1 डिवाइड्स 3 1 डिवाइड्स 4 1 डिवाइड्स 5 1 डिवाइड्स 5 अनि 1 डिवाइड्स 6 भयो हो के हैन a डिवाइड्स b लेखेछु है मैले यहाँ x डिवाइड्स y हो x डिवाइड्स y x डिवाइड्स y है अनि अब हेर 1 को काम सक्यो 2 ले के लाई डिवाइड गर्छ हेर 2 ले 1 लाई गर्दैन 2 ले आफैलाई गर्छ 2 डिवाइड्स 2 ओके अनि 2 ले 3 लाई डिवाइड गर्दैन 2 डिवाइड्स 4 2 डिवाइड्स 4 अनि 2 ले 5 लाई गर्दैन 2 ले 6 लाई गर्छ 2 डिवाइड्स 6 यस्तो भयो है अनि पछि अब 3 को पालो हेर 3 ले 1 लाई गर्दैन 2 लाई गर्दैन आफैलाई गर्छ 3 ले 3 लाई नै डिवाइड गर्छ अनि पछि 4 लाई गर्छ 4 लाई गर्दैन 5 लाई पनि गर्दैन 6 लाई गर्छ 3,6 भयो ओके 3,6 भयो अनि 4 को पालो हेर 4 ले 4 लाई त गरिहाल्छ 4 ले 1 2 3 लाई गर्दैन 4 लाई गर्छ 5 लाई पनि गर्दैन है अब 5 को लागि के गर्ने 5 does not divide 1 5 divides 2 पनि मिल्दैन 5 divides 3 पनि मिल्दैन 5 divides 4 पनि मिल्दैन 5 divides 5 चाहिँ मिल्छ 5 divides 6 पनि फेरि मिल्दैन है 6 को लागि चेक गर्नु 6 ले 6 लाई मात्र डिवाइड गर्छ हामीलाई दिएको कन्डिसनमा यो भयो यो हाम्रो के भयो रिलेसन भयो है अब डायग्राफ को लागि यसको के गर्ने त डायग्राफ को लागि हेर यसको म डायग्राफ यहाँ बनाउँछु डायग्राफ रिप्रेजेन्टेसन यहाँ दिन्छु डायग्राफ रिप्रेजेन्टेसन यहाँ दिन्छु अनि मैट्रिक्स रिप्रेजेन्टेसन यहाँ दिन्छु बुलियन मैट्रिक्स वाला चाहिँ यहाँ दिन्छु है बुलियन मैट्रिक्स रिप्रेजेन्टेसन यो चाहिँ यहाँ लेखिदिन्छु है डायग्राफ को लागि के गर्नु पर्यो a क्रस b को सबै एलिमेन्टहरु डिस्टिंक्ट एलिमेन्टहरु लेख्नु पर्यो हो कि हैन a क्रस b को डिस्टिंक्ट एलिमेन्टहरु त्यही गरे हो यहाँ a क्रस b को a को अनि b को डिस्टिंक्ट एलिमेन्टहरु लेखेको थिए नि यहाँ है अब यहाँ हेर हामीसँग के छ a भनेको a नै छ b भनेको पनि a नै छ हेर यसको लागि हामीसँग के छ a भनेको a नै छ 1 2 3 4 5 6 यस्तो भयो b भनेको पनि a नै छ 1 2 3 4 5 6 a क्रस a को बाट रिलेसन निकाल्यो हो नि त अब यसको एलिमेन्टहरु कति हो 1 2 3 4 5 6 यसलाई जसरी राख्नु छ राख अरेन्ज गरेर यसरी ल यो यताको यो पोजिसनले के मतलब गर्दैन एजहरु तिमीले यो 1 देखि 2 सम्म सपोज यसरी बनाए रे तिमीहरुले 1 देखि 2 यसरी बनाए रे हैन 1 देखि 2 यस्तो बनाए रे अथवा 1 देखि
यस्तो साह्रो त कसैले नगर्ला यसरी बनायो रे all of these represent the same thing यहाँ पोजिसन र जियोमेट्री मतलब हुँदैन है डायग्राफमा यो ग्राफ थ्योरी गरिसकेपछि थाहा पाउँछौ तिमीहरूले अहिले यति बुझ्नु है अब के गर्ने त जहाँ जहाँ मन लाग्छ त्यहाँ त्यहाँ 1 बाट 2 1 2 3 यसको हेर यसको डिस्टिंक्टहरु के छ 1 2 3 तिमीहरूले तल तल बनाए नि हुन्छ साइड साइडमा बनाए नि हुन्छ 4 5 र 6 आधा आधा बनाए पनि हुन्छ है आधा आधा बनाए पनि हुन्छ जे गरे पनि हुन्छ अब यहाँ हेरौं यसरी बनायो ए को लागि गर्यो बी पनि ए नै हो यही एलिमेन्टहरु रिपिट हुन्छ त्यही भएर के गर्नु परेन फेरि हामीले त 1 2 3 4 5 6 रिपिट गर्नु परेन यदि बी मा एउटा एक्स्ट्रा एलिमेन्ट 7 भइदिएको भए यहाँ 7 पनि कतै राखिन्थ्यो यसरी है अब के गर्ने त हेर 1 बाट कहाँ गइराछ 1 बाट कहाँ गइराछ 1 बाट सबैमा गएछ 2 1 2 3 4 5 6 सबैमा गएछ 1 बाट आफैमा गएछ आफैमा गयो भने यसरी बनाउने हेर आफैमा गएछ भने यसरी बनाउने लूप भन्छ यसलाई है 1 बाट 2 मा पनि गएको छ 1 बाट 3 मा पनि गएको छ 1 बाट 4 मा पनि गएको छ 1 बाट 5 मा पनि गएको छ 1 बाट कहाँ गएको छ त यो 6 मा पनि गएको छ है 2 बाट कहाँ गएको छ हेर 2 बाट 2 4 6 मा मात्र गएको छ 2 बाट 2 मै गएको छ यसरी 2 बाट 2 मै गएको छ यो इन्टरसेक्ट गरिहाल्यो भने पनि यो एज भन्छ यस्तोलाई यो जस्तै मैले इन्टरसेक्ट गर्ने गरी सकेसम्म इन्टरसेक्ट नगराउनु यसरी इन्टरसेक्ट गरेर बनायो भने यो पोइन्ट अफ इन्टरसेक्सनहरुले यो यिनीहरुले केही सिग्निफिकेन्स क्यारी गर्दैन है तर डिस्टिंक्ट हुन मन छ यहाँ अलि ठुलै बनाउन मन लाग्यो भने इन्टरसेक्ट नगराइकन यसरी बनाइदिए पनि हुन्छ है धेरै तरिका छन् सकेसम्म इन्टरसेक्ट नगराउनु 2 बाट 2 मा गएको छ 2 बाट 4 मा गयो अलिकति यसो बनाउन न है 2 बाट 4 मा गयो अनि 2 बाट यो फेरि 6 मा गएको छ है 3 बाट कहाँ गएको छ हेर 3 बाट 3 र 6 मा गयो होला 3 बाट 3 मै गएको छ 3 बाट 6 मा गएको छ भनेपछि 3 बाट 3 मै गएको छ यसरी यसलाई लूप बन्यो 3 बाट अर्को कहाँ गएको छ 3 बाट अर्को यो 6 मा गएको छ यति भयो 4 बाट 4 मा 5 बाट 5 मा 6 बाट 6 मा मात्रै गएको छ त्यही भएर के भयो त हामीले के बनाउनु पर्यो यहाँ 4 बाट 4 मै मात्र गएको छ अनि 5 बाट 5 मै मात्र गएको छ 6 बाट 6 मै मात्र गएको छ आफैमा गएको छ भने लूप बनाउने यस्तो लूप बनाए पनि हुन्छ यस्तो लूप बनाए पनि हुन्छ जे गरे पनि मिनिङ त्यही हो है यो भयो यो चाहिँ हाम्रो के भयो डायग्राफ रिप्रेजेन्टेसन भयो अब बुलियन मैट्रिक्स रिप्रेजेन्टेसन को लागि के गर्नु पर्यो त हेर यहाँ बुलियन मैट्रिक्स रिप्रेजेन्टेसन को लागि हामीसँग एमआर आउनु पर्यो अब यहाँ के हुनु पर्यो त ए को एलिमेन्टहरु यहाँ ए को एलिमेन्टहरु यो रो को लागि राख्नु पर्यो जस्तै यसरी ए के रे 1 2 3 1 2 3 4 5 र 6 है 1 2 3 4 5 अनि 6 यो भयो बी को बी र ए सेम छ भनेपछि यहाँ पनि के हुने भयो त 1 2 3 4 5 अनि 6 यस्तो हुने भयो है यो 6 वटा भर्टेक्स छ भनेपछि 6 by 6 मैट्रिक्स आउनु पर्यो मिलिरहेकै छ यो अब 1,1 यता हेरौँ है 6 by 6 1,1 छ त्यही भएर 1 1,2 छ त्यही भएर 1 1,3 पनि छ 1,4 पनि छ 1,5 पनि छ 1,6 पनि छ
2,1 2 divides 1 मिल्दैन 0 2 divides 2 मिल्छ 1 2 divides 3 मिल्दैन 0 2 divides 4 मिल्छ 1 2 divides 5 मिल्दैन 0 2 divides 6 मिल्छ त्यही भएर 1 हेर 2 2,2 2,4 2,6 मात्रै थियो त्यही भएर यस्तो आयो है हेरौँ ल 2 को लागि त्यो भयो अब 3 को लागि हेर 3 को लागि 3 सँगै छ 3 को लागि 6 सँग छ बाकी जम्मैको लागि के छ त के पनि छैन यसरी 0 आउने भयो 4 को लागि के छ 4 को लागि आफैसँग छ 4 को लागि आफैसँग छ अरु कसैसँग पनि छैन 5 को लागि पनि आफैसँग मात्र छ अरु कसैका लागि छैन यसरी अनि के भयो त 6 को लागि पनि आफैसँग मात्र छ अरु कसैसँग छैन यसरी हामीले के गर्ने हो बुलियन मैट्रिक्स निकाल्ने हो है एकचोटी यसलाई म चिनो लगाइदिन्छु है मैले राखिसके भनेर ल 6 को यो गरिसक्यो अब के भनेछ एन्टिसिमेट्रिक यो अहिले गर्ने हैन एन्टिसिमेट्रिक यसमा गर्ने हैन ओके क्वेशन नम्बर 9 मा जाऊ क्वेशन नम्बर 9 मा जाऊ यो भिडियोको लागि लास्ट क्वेशन यो क्वेशन नम्बर 9 मा जाऊ क्वेशन नम्बर 9 मा गयो भने के भयो त के भनेछ यहाँ ए भनेको के दिएछ 1 2 3 4 भन्ने दिएछ r भनेको a क्रस a that is r is a relation on a r is a relation on a है यो हुने गरी दिएछ अनि r भनेको के दियो त r भनेको के दियो क्वेशनले दिएको छ 1 1 1 2 1 4 2 2 2 2 2 1 2 4 3 3 3 4 3 2 3 3 3 4 3 2 4 3 4 2 4 1 4 3 4 2 अनि फेरि कति भन्यो 4 1 भनेर दियो ल यसरी दियो है यो हामीलाई रिलेसन दियो अनि यसमा के भनेछ डायग्राफ रिप्रेजेन्टेसन निकाल भनेछ यसको डायग्राफ रिप्रेजेन्टेसन गर भन्यो डायग्राफ हेर्न चल न बाबु डायग्राफ रिप्रेजेन्टेसन कस्तो यसको डायग्राफ रिप्रेजेन्टेसन भनेको कस्तो हुन्छ त हेरौं है डायग्राफ रिप्रेजेन्टेसन भने के हुन्छ a क्रस a भनेपछि a भनेको पनि 1 2 3 4 भयो अनि b भनेको पनि a नै भयो 1 2 3 4 भनेपछि a को मात्र एलिमेन्टहरुको लागि नोडहरु बनाए पुग्यो यसको लागि के भयो त 1 अनि यो 2 अनि यो 3 अनि यो 4 भयो ल अहिले यसरी बनाइदिए जुन पोजिसनमा बनाए पनि हुन्छ है बरु अलि तल बनाउँ त यहाँ गाचे पुचुकै बनाउनु पर्ला जस्तो 1 2 3 अनि यो 4 अब यो 1 1 1 बाट 1 मै जान्छ हेर 1 बाट 1 मै जान्छ एउटा यो बन्ने भयो है 1 बाट 2 मा जान्छ एउटा यो बन्ने भयो त्यसरी नै 1 बाट कहाँ जान्छ 1 बाट 4 मा जान्छ 1 बाट 4 मा जान्छ भनेपछि 1 बाट 4 मा जाने यस्तो आउला ल 1 बाट 4 मा जाने यस्तो आउला अनि 2 बाट कहाँ जान्छ 2 बाट आफैमा जान्छ 2 बाट आफैमा गाछ 2 बाट 2 मै गाछ हो अनि 2 बाट 1 मा गाछ 2 बाट 1 मा गाछ भनेपछि इ यसरी यो यता हेरौँ है यो 1 बाट 2 मा 2 बाट 1 मा डाइरेक्सनले म्याटर गर्छ है यहाँ
यो भनेको 1 बाट 2 मा एरो गइरहेछ भनेपछि 1, 2, 2 बाट 1 मा आइरहेछ भनेपछि 2 बाट 1 मा एरो आइरहेछ भनेपछि 2, 1 हो त्यो है। त्यसरी नै अर्को के पनि छ यहाँ 2, 4 पनि राख्दिएछ। 2 को लागि यो भयो। अब 3 को लागि 3, 3, 3, 4, 3, 2 अरे 3 को लागि 3, 3, 3, 4, 3, 2। अब यो के भयो त 3, 3 भनेको यो भयो, 3, 4 भनेको यो भयो, 3, 4 भनेको यो भयो, अनि 3, 2 भनेको यो भयो। ल 3, 2 भनेको यो भयो। 4 को लागि 4, 3 हेरौँ है 4, 3 अरे 4, 3 भनेपछि 4 बाट 3 मा जाने यो 4, 3 अनि पछि 4 बाट 2 मा जाने 4 बाट 2 मा जाने सकेसम्म मैले इन्टरसेक्ट गराएन यो 4 बाट 2 मा जाने अनि पछि अर्को कति बन्यो 4 बाट फेरि 1 मा जाने 4 बाट 1 मा जाने यो यस्तो भयो। ल यो भएको के भन्यो हाम्रो डायग्राफ रिप्रेजेन्टेसन। अब यसको हामीलाई के निकाल्नु भनेछ सेकेन्डमा चाहिँ हामीलाई के गर भनेको छ भन्दा यसको फाइन्ड आर इन्भर्स भनेको छ। फाइन्ड इन्भर्स रिलेसन अफ आर भनेको छ। अब यतिकै इन्भर्स रिलेसन गर्ने भए त त्यो x लाई y, y लाई x लेख्दै पुगिहाल्यो। त्योभन्दा अगाडिको भिडियोमा हामीले त्यही गरेको थियो। तर के भनेछ युजिङ डायग्राफ्स भन्यो। युजिङ डायग्राफ रिप्रेजेन्टेसन। अब डायग्राफ रिप्रेजेन्टेसनबाट सपोज हामीलाई रिलेसन दिएको छैन, डायग्राफ रिप्रेजेन्टेसन मात्रै छ, रिलेसन पनि त्यो लिस्ट आउट गर्न मिलेन रे। हामीले के गर्ने हेर डायग्राफ रिप्रेजेन्टेसनबाट इन्भर्स चाहिँ कसरी थाहा पाउने भन्दा यता हेरौँ है। आर इन्भर्स भनेको कसरी यो हेर त यो 1 बाट 1 मै गइरहेछ। उल्टायो भने के हुन्छ उल्टायो भने 1 बाट 1 मै गइरहेको हुन्छ। अर्को हेर 1 बाट अर्को कहाँ गइरहेछ 2 मा गइरहेछ 1, 2 परिरहेछ भनेपछि यसलाई उल्ट्यायो भने कति हुन्छ यी एरोलाई उल्ट्यो भने के इन्भर्स रिलेसन भन्ने भए यसमा हेर यसमा यदि हामीले रिभर्स द डिरेक्सन अफ इच एरो गर्यो भने के भयो त इच एरो अथवा डिरेक्टेड एच गर्यो भने के हुन्छ यो गर्यो भने हाम्रो के हुन्छ यस्तो गर्यो भने के पाउँछौं त हामीले आर इन्भर्स पाउँछौं है। लजिक चाहिँ त्यो 1 1 भयो। यता हेर यो 1 2 मा गइरहेछ भनेपछि यहाँ के पर्ने भयो 2 1 पर्ने भयो। त्यसरी नै हेर त 1 4 मा गइरहेछ भनेपछि के भयो त यहाँ 4 1 पर्ने भयो इन्भर्समा। त्यसरी नै अब 2 मा जाम 2 बाट 2 मै गइरहेछ भनेपछि यो डज नट चेन्ज। लुप वालाले त के पनि चेन्ज गर्दैन। 2 बाट 2 मै गयो। 2 बाट 1 मा गइरहेछ भनेपछि के भयो इन्भर्समा 1 बाट 2। 2 बाट 4 मा गइरहेछ भनेपछि इन्भर्समा के भयो 4, 2 ओके यस्तो भयो। 3 बाट कहाँ गइरहेछ 3 बाट 3 मै गइरहेछ भनेपछि 3 3 नै भयो। 3 बाट 2 मा गइरहेछ भने इन्भर्समा के भयो त 2, 3 हुन्छ ठ्याक्क उल्टो। अनि कस्तो पहाड जस्तो एक्सपोनेन्शियलको ग्राफ जस्तै भयो त। अनि 3 बाट अर्को कहाँ गइरहेछ 4 मा गइरहेछ भनेपछि यो के भयो 4 बाट 3 मा जानुभयो। यो सँगै 3 को पनि सक्यो। 4 बाट हेरौँ 4 बाट कहाँ गइरहेछ 4 बाट 3 मा गइरहेछ भनेपछि इन्भर्समा 3 बाट 4 मा जान्छ। 4 बाट अर्को कहाँ गइरहेछ 4 बाट 2 मा गइरहेछ भनेपछि इन्भर्समा 2 बाट 4 मा जान्छ। अनि 4 बाट 1 मा गइरहेछ भनेपछि इन्भर्समा के गर्छ त 1 बाट 4 मा जान्छ। यसरी रिभर्स डिरेक्सनलाई रिभर्स गरेर मात्रै के हुन्छ त डायग्राफ मात्र युज गरेर पनि हाम्रो के आउँछ ठ्याक्कै यसरी इन्भर्स पत्ता लगाउन मिल्छ है त।
यो चाहिँ एउटा एक्स्ट्रा इन्फर्मेसन पनि भयो एक्सर्साइज अनुसारको है। ल मेरो विचारमा यो क्लियर छ होला, त्यति गाह्रो चिज होइन यो डायग्राफ र यो रिप्रेजेन्टेसन बुलियन म्याट्रिक्स रिप्रेजेन्टेसन गर्ने। यसको लागि यति नै भयो। अब कुनै एक्जाम्पलहरू बाँकी छ भने हामी त्यो सेपरेट भिडियोमा डिस्कस गर्छौँ है त। ल अहिलेको लागि यति नै भयो, अर्को भिडियोमा अर्को टपिक डिस्कस गर्छु। थ्याङ्क यू भेरी मच।